हेलो एभ्रिवान, स्वागत छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। अनि आज चाहिँ म नेपाल जाँदैछु। हामी यहाँ देमाहरूसँग अनि नानाहरू हुनुहुन्छ, आन्टीहरू मिलेर जाँदैछौँ सौदाको लागि। अनि आज चाहिँ मौसम चाहिँ एकदमै बिग्रिरहेको थियो नि त, अनि छाताहरू पनि नबोकी गएको थियौँ। बाटोमा त मौसम लागेर आँखै नदेखिने भएको थियो। अनि हामी चाहिँ हतार हतार गरेर यता पार्लरतिर पस्यौँ। निकै दिनपछि आएको थियौँ नि त, अनि काम थियो। अनि यहाँ चाहिँ देमा र म चाहिँ मङ्गलसूत्र हेर्दै थियौँ नि त, एउटा लानु पर्यो भनेर। त्यस पछाडि चाहिँ सौदा पनि भइसक्यो। अनि हामी चाहिँ यहाँ क्यान्टिनमा आएको थियौँ। अनि सबै काम सकेर अब चाहिँ जानु लाग्दैछौँ लगभग। अहिले चाहिँ दिन एकदम खुलिरहेछ। अनि आधी बाटोमा चाहिँ हामी आएर यहाँनिर एकछिन बस्ने कुरा भयो र बसेर पनि हामी चाहिँ हिँड्यौँ घरतर्फ। एकदम रात परिरहेछ। अनि अब चाहिँ घर आइपुगिसकेको। मेरो मिनी भ्लग चाहिँ यति नै थियो। हेरेर साथ दिनुभएकोमा धन्यवाद।